नमस्ते सम्पूर्ण साथीहरुमा म सुरेन्द्र। भन्छन् नि मान्छेमा इच्छा शक्ति र चाहना हुनुपर्छ, केहीले पनि रोक्न सक्दैन। जति गरिबी नै किन नहोस् कहिले पनि रोक्न सक्दैन। अहिले नेपालमा त्यस्तै भएको छ। 21 वर्षका सानो भाइ सत्यनारायण साफी उहाँले अहिले फुल स्कलरशिपमा MBBS को लागि नाम निकाल्नु भएको छ। हेर्नुहोस्, इच्छा चाहना भयो भने न त गरिबीले रोक्न सक्दो रहेछ न त केहीले। एकचोटि उहाँको भिडियो हेरौँ। नाउ वी आर इन सिराहा जिल्ला। अनि भाइ तिम्रो नाम भन त? सत्यनारायण साफी। सत्यनारायण साफी। अनि तिमीले के अचिभमेन्ट गर्यौ भन त? ए मतलब मैले स्कलरशिप MBBS मा नाम निकालेँ। कुन ठाउँमा? दाङमा। दाङमा निकाल्यौ। कहाँ बसेर पढ्थ्यौ तिमी? मैले के किताबहरू सबै तिम्रो हो? मैले सुत्छु रातिको। ए अनि यहाँ म किताब राख्छु। अनि पहिला यहीँमा पढ्थ्यो, अहिले पढ्न छाडिदिएको छु। अनि यो टेबल चाहिँ तल हुन्थ्यो। ए ओके। अनि सुन त, अनि कति वर्ष भयो तिम्रो? 21 वर्ष भयो तिमी? मान्छेमा इच्छा शक्ति र चाहना हुनुपर्छ, कहिले पनि रोक्न सक्दैन। न त गरिबी होस् न त असहाय होस्, किन नहोस्, कहिले पनि रोक्न सक्दैन। बस चाहना, इच्छा शक्ति, दृढ आत्मबल चाहिँ हुन पर्यो। कसो तपाईहरु पनि एकचोटि कोसिस गर्ने हो कि? हस्त नमस्कार। सल्के सलाम।